Hello from Jomsom. Good morning, baby. कहाँ को तिमी? Jomsom. यस्तो राम्रो छ नि भिडियोमा। 5:33 भएछ। 5:33 मै उज्यालो भइसकेछ है यहाँ त। तर यो भिडियोमा चाहिँ राम्रोसँग क्याप्चर भएको छैन कि। यो चाहिँ जोमसोमको एयरपोर्टको रनवे। राम्रो रहेछ है, राम्रो लाग्यो। तर के यो भित्रमा पहाडहरू यस्तो राम्रो हो। मर्निङ फ्रम जोमसोम। गुड मर्निङ भन बेबी। हजुर आज चाहिँ हाम्रो मुस्ताङ डायरीको डे 2 हो। आज चाहिँ हामी जोमसोमबाट चाहिँ मुक्तिनाथ जाँदैछौँ। अब चाहिँ हामी हिँड्न लागेको। अब बाटोमा के कस्तो हुन्छ सबै भिडियोहरू बनाउनेछौँ, तपाईँहरू लास्टसम्म हेर्नु होला। अनि आज चाहिँ हाम्रो एनिभर्सरी हो। ह्याप्पी एनिभर्सरी। आज हाम्रो फर्स्ट एनिभर्सरी हो है। गरौँ है त। मेरो जुत्ता चाहिँ यो मेरो चाहिँ जुत्ता, अनि यो ब्ल्याक कलरको पेन्ट, अनि मेरो वाइट कलरको टी सर्ट, अनि यो मेरो पिङ्क कलरको आउटर, अनि मेरो ब्याग। बेबी आऊ तिम्रो नि आउटफिट अफ द डे गरौँ। बेबीको चाहिँ वाइट कलरको जुत्ता छ, अनि त्यसपछि चाहिँ पेन्ट, अनि वाइट कलरको सर्ट। म्याचिङ म चाहिँ कलर चाहिँ आज म्याचिङ गरेर लगाएको होइन, यसो मिलेको हो। यति नै हो। होटल ताज थकालीमा बसेको छु। हामी चाहिँ जोमसोमबाट मुक्तिनाथ जानलाई निस्केको। अनि यहाँ चाहिँ हामी अलि ढिलो भइसक्यो। फोनहरू चार्ज गर्दाखेरि, फ्रेस हुँदाखेरि, अलिअलि रेडी हुँदाखेरि। अनि गाडीहरू चाहिँ बिहानै छुट्दो रहेछ। अहिले त्यस्तो धेरै ढिलो त भएको छैन, 8 बजेको छ बल्ल है। त्यही पनि अलि ढिला भयो भन्दै हुनुहुन्छ है बेबी त्यो दिदीले होइन। त्यही पनि अब हामी के हुन्छ हेरौँ है। हामी त झन् छिटो गर्ने मान्छे थियौँ त, झन् ढिला भएछौँ त। हाम्रो लागि त छिटै हो है बेबी यो। बसमा जाने हामी चाहिँ हिमाल चाहिँ यस्तो देखेको छ। बसमा चढेर जाने। यहाँबाट चाहिँ बस लाग्दो रहेछ माथि जानलाई। बसमा चढेर जाने। अब चाहिँ हामी हेडिङ टु मुक्तिनाथ फ्रम जोमसोम। बिहानको 8 बजे छ। हामी चाहिँ हल्का ढिला भयो। यहाँबाट चाहिँ 5 बजीतिर जाँदो रहेछ कि खास। हामी चाहिँ 8 बजीतिर चाहिँ नर्मल होला भनेर आफ्नो नर्मल रुटिनमा आइन्यौँ। ठिकै छ।
है